काठमाडौँ उपत्यकाभित्र रहेको सङ्ग्रहालयहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण अनि घुम्नै पर्ने सङ्ग्रहालय हो स्वयम्भूको छाउनी स्थित राष्ट्रिय सङ्ग्रहालय। प्रति व्यक्ति 25 रुपियाँको प्रवेश शुल्क अनि आफ्नो मोबाइल क्यामेरा प्रयोग गर्न चाहे थप 50 रुपियाँ अतिरिक्त शुल्क तिरेर 50 रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालयमा प्रवेश गर्न सक्नुहुन्छ। मूलतः यस सङ्ग्रहालयमा बुद्धिस्ट आर्ट ग्यालरी, जुद्ध जातीय आर्ट ग्यालरी, राष्ट्रिय मुद्रा सङ्ग्रहालय र ऐतिहासिक भवन गरी 4वटा भागमा विभाजित गरिएको छ। बुद्धिस्ट आर्ट ग्यालरीमा बुद्ध अनि बुद्ध धर्मसँग सम्बन्धित मूर्तिको अलावा नेपालबाट विभिन्न समयमा हराएर विदेश पुगी नेपाल फिर्ता ल्याइएका पुराना मूर्ति, वास्तुकला, ग्रन्थहरू समावेश गरिएको छ। यस्तै राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा भने अहिलेसम्म नेपालमा प्रयोग अनि प्रचलनमा आएका सिक्का अनि नोटहरू राखिएको छ। राजा मानदेवको पालाको पहिलो प्रयोगमा ल्याइएको सिक्कादेखि अहिलेसम्मको विभिन्न कालखण्डमा प्रयोग भएको माटो अनि छालाको मुद्रालाई यहाँ सङ्ग्रहित गरेर राखिएको छ। जुद्ध जातीय आर्ट ग्यालरीमा पुराना काष्ठकला, धातुकला, चित्रकलाहरू राखिएको छ। नेपालमा भेटिएको सबैभन्दा पुरानो दोस्रो शताब्दीमा बनेको जय वर्माको शिला पनि यही ग्यालरीमा सुरक्षित छ। ऐतिहासिक भवन भने इस्वी सन् 1824 भीमसेन थापाले निजी निवासको रूपमा प्रयोग गर्नुहुन्थ्यो। यस भवनभित्र पुराना हात हतियार, लोपोन्मुख जनावरको अवशेष, नेपाल अनि विभिन्न देशमा लगाइने राष्ट्रिय पोसाक सहितको पुतली देख्नुको साथै नेपालको विभिन्न जात जातिको पोसाक सहितको डमी देख्न पाउनुहुन्छ। ऐतिहासिक भवनमा सन् 1972 मा अमेरिकी एपोलो 17 द्वारा चन्द्रमामा लगिएको नेपालको राष्ट्रिय झण्डा अनि चन्द्रमाको सानो चट्टानको अंश पनि राखिएको छ। सङ्ग्रहालयको बाहिरी बगैँचामा हजुरहरूले राणाकालमा मकवानपुरको भीमखेदीबाट काँधमा बोकेर ल्याइएको विभिन्न गाडीहरू मध्येको श्री 3 चन्द्र शमशेरले आफ्नो धर्मपत्नीको लागि उपहार दिन भारतबाट ल्याइएको गाडी पनि देख्न सक्नुहुन्छ। हजुरहरूलाई इतिहासमा रुचि छ भने हजुरहरू यो ठाउँ जानुपर्ने हुन्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोस्।